ओके गाइज ल अब घर हिँड्न लगाएको हामी चाहिँ यहाँ जात्रै भिडियो गर्नु भने टुकेर त्यही भएर यसो भिडियो गर्न लगाएको हाई गरिदियो ल आएर अब यहाँबाट सट्ट लाएर भोलिको लागि भोटको लागि हामी 3टा बाइकमा हिँड्दैछौँ तेल हाल्नु पर्ने छ बाइकमा चट्ट माथि गएर तेल सेल हाल्नु पर्यो त्यहाँ हिँडिन्छ सबभन्दा पहिला त इन्ट्रो दिउँ होइन हेलो गाइज इट्स मी राइटर दामोदर फ्रम स्याङ्जा होप सबैजना सन्चै हुनुहुन्छ होला जो पनि नयाँ आउनुभएको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ उहाँ गएर भोट यसो भोटको माहौल यसो चिनाएर पनि आएर गाउँतिरको भनेर क्या हल्लाखोर यसो कतिको हुन्छ यतिको लाइनमा बस्नु परिरहेको अझै उहाँबाट सुरु भएको लाइन यही त रहेछ पानी आतै दियोस् माहौल राम्रै छ गाइज के गर्नु आएको समात्नु आएको क्या लोट्नु न त बाबाको बाटो आज चाहिँ खासै एक साइड चाहिँ अलिक बढी प्याक्ने छ तर एक साइड चाहिँ खाली खाली छ आज यस्तो भिड छ यहाँ के ढुङ्गा नखसाउँछु यहाँ चाहिँ हाम्रो सुरुङको एक्जिट पोइन्ट अथवा इन्ट्री पोइन्ट भने यतापट्टि निक्लिने उतापट्टि चाहिँ आउने ठाउँ हो ठ्याक्क मन्दिर अगाडि आएर यहाँ भेट्किन्छ 2टा गाईहरू अगाडि छन् म चाहिँ पछि मेरो पछाडि बुवा हुनुहुन्छ मम्मी भाइ अर्को भाइ अनि अर्को भाइ 4वटा भाइ 2टा भाइ 3टा भाइ आएन बेला दियोस् एउटा हिमाल फुच्चे पनि आइरहन् भाइ भएर आजलाई हामी अब यसलाई चाहिँ हाम्रो जस एउटा पर्यटकीय स्थलै भनौँ होइन झुम्सा पुल भुतखोला पुल झुम्सा भन्न आएछ त्यो चाहिँ हाम्रो बर्खामा चाहिँ खत्रै हुन्छ यो भेल हेर्न सिन त्यो चाहिँ बाङ्गे पुल यो बाटाको एक मात्र बाङ्गे पुल यस्तै छ बाटो यस्तै बाटो नबनाएर तिमीहरूले भ्रष्टाचार गरेर देश लुटेर के गर्न सकेर हामीलाई दुःख भएर यत्रो आन्दोलन भयो यो चुनाव भयो अझै पनि मान्छेहरूको उस्तै छ होस् छैन गरौँ आफै गाइजहरू आफै सचेत बन्ने हो कि अर्काले सचेत बनेर बन्ने कोही होइन हामी चाहिँ चट्ट अब हाम्रो सिमाना कटेर अर्को हुँदा सिमाना अहिले कटेको त्यही पनि अलिक एक्ज्याक्ट सिमाना यो कटेर जस्तो लाग्छ मलाई आउँदाखेरि झुम्सा कटेर अब हाम्रो यो पाल्पाको एरियातिर आइयो यहाँबाट चाहिँ अब लगभग 2 घन्टामा त पुगिन्छ होला घर मजाले के साह्रो हो बाइक गर्दा यार देख्न सक्नुहुन्छ गाइड भ्यूहरू बबाल चाहिँ यस्तो हाम्रो यो भाइरल ठाउँ होइन यहाँ चाहिँ चक्कर फोटो खिच्ने कार्यक्रम हुन्छ होला सायद हाम्रो अब माथिको मौसम कहिलेको छ मौसम बट्टला र जोरधाराको चिसो पानी खाएर गइन्छ मुख धोएर चट्ट फ्रेस भएर अब बटुक सटुक खाएर हेरौँ रोकियो भने जोरदार रोकिन्छ कहिले पर रोकिन्छ हामी थाहा छैन सायद बर्तनतिर रोकिन्छ होला सायद हेरौँ कहाँ रोकिन्छ सस्ता खाने ठाउँमा त आयो तर यिनीहरू रोक्दै भोक लागिसक्यो मान्छेहरू के हुने यार यहाँ आएर यसो पाहाडतिर चिसो तरकारी बोकेर जान सक्नुहुन्छ आउँदाखेरि होइन मञ्चले मेरो पारा त्यस्तै छ मेरो मायालाई हाम्रो यो टक्क पारामा नास्ता सास्ता कस्तो बसाएको छ मिठो आउँदाखेरि खानु होला यो ठाउँमा को भन्दाखेरि यस्तो भाइरल ठाउँ हाम्रो देख्न सक्नुहुन्छ यस्तो पाराको गाइस लुक एट द भ्यू भर्खर नयाँ पालुवा पलनबिरा भन्दा भर्खर झरेको छैन पालुवाहरू अब टक्क ग्रिनी सिजन सुरु हुने बेला भयो नि त अब चैत वैशाखमा त फागुन सक्किन लागिसक्यो चैत वैशाख भन्छ त पालुवाहरू पलाउनु सुरु हो नि त त्यही भएर कस्तो दामी जे होस् बसन्त ऋतु आउँदाखेरि मौसम चाहिँ हरियाली देखिन थाहा छ अब उकालो लाउँदै यहाँ सैनिक ब्यारेक छ अहिले त सैनिकहरू छैन होला सबै मतदानतिर होला नि होइन बिजीहरू
अलिअलि त होला नि, तर त्यस्तो नहुने भने त हुन्न। तर सैनिक ब्यारेक चाहिँ छ यहाँ, तालिम केन्द्र, भर्ती केन्द्र छ। अनि जे होस् हामी आरामले आयो। यहाँ त थकै लाउनु लागिसक्यो, मान्छेहरू बस्ने वास्ता गर्दैछन्, दिमाग खराब गरिरहेछन्। यस्तै कहाँ गयो कता गयो भन्ने चाहिँ थाहा छैन। यस्तो पनि एकछिन बसेर फोन गरेर त हुन्थ्यो नि बरु। कसरी चलाउने मान्छेले हेर्ने छ। यस्तो हात भिजाएको छ, यस्तो डामै पऱ्यो हौ। हात त केही भयो नि, तर डामै पऱ्यो, फोरा उठ्ला जस्तो भयो। यो त के साह्रो खस्रो बाइकको छ। यहाँबाट देख्न सक्छ उहाँ तानसेन बजार। खास यहाँ क्यामेरामा त देखिया छैन होला होइन, त्यही पनि सिन चाहिँ बबाल देखिया तानसेनको सिन। अहिले चाहिँ हामी ट्याक्क लाएर के भन्छ यो ठाउँलाई भन्दाखेरि यो चुच्चे बारी अरे, चुच्चे बारी भन्ने ठाउँमा आयो। चुच्चो बारी त एउटा छैन, सबै चारपाटे छ नि, त्यही पनि कुरो। यसको के पारा आएको नि, यस्तो अलि हिँड्ने ठाउँमा त कुदै हुन्थ्यो नि यार, 40-50 स्पिड हिँड्ने। आज घर पुऱ्याउने यसले बेलुकी पुऱ्याउला जस्तो लागिरहेको मलाई। हेर्नुहोस् गाइज, हिँडेकै छैन। अनि पाल्पाको सल्लाहगारी देख्न सक्नु, सल्लाहगारी यति भए पनि ठ्याक्कै भिडियो गरेसँग छुट हो क्या ठ्याक्कै। यस्तो सल्लाहहरू छन् जस यो पाल्पामा पनि अलिअलि। चिलाङदी आइयो छ हामी चाहिँ। तर यिनीहरू कहाँ गयो? हाम्रो भाइहरू छुट्यो हो कता? र यसो रोकेर बोलम बसौँ भन्नु पर्यो। आच्छा गाइज, पाल्पासी त मौसमै फरक हुन्छ, बवाल हुन्छ मौसम चाहिँ पाल्पासी। कस्तो गर्मी थियो यहाँ त, चिसो फिलिङ, चिसो भइसक्यो। जस हाम्रो एउटा बाइक चाहिँ एउटा आर्यवनजिङ पुगिसकेको छ। हामी चाहिँ यहीँ छौँ, तिनवटा हामी तिनवटा चाहिँ यहीँ छौँ। एउटा स्कुटी चाहिँ आर्यवनजिङ पुगिसकेको छ। हामी बिस्तारै हिँडेर हामी त। मौसम चाहिँ दामी छ। ढडेनमा आयो हामी। यस्ता ढडेनहरू सबै अगाडि लगाइरहेको, त्यही भएर हामी ढडेनमा आयो। ढडेन यस्तो हिँड्दा चाहिँ रमाइलो हुन्छ। जस के गर्छ यसले यार। आर्यवनजिङबाट ओह्रालो लगाइसक्यौँ होइन। यिनीहरू यो पनि कटिसक्का आइछन् क्या, आर्यवनजिङ पनि। खै त बेनाजोर कहाँ गयो त? पप्पीलाई हाई गरिदिएको दामी छ। हाम्रो घरतिरको बाटो चाहिँ बबाल छ। यस्तो सुई हो गाइज। अब चाहिँ एकछिन होइन, हाम्रो घरतिरको जस डाँडा बबाल बाटो छ हाम्रो घरतिर। आजको भिडियो त कस्तो छ मलाई पनि थाहा छैन, किन भन्दा मेरो यो फ्रन्ट क्यामेरावाला चाहिँ यतापट्टि क्यामेरा चाहिँ अफ भएछ। भिडियो एङ्गल कस्तो आएको छ हेर्न मिलेको छैन। अनि मोबाइल पनि कहाँ झोला राखेको छु, कनेक्ट गरेर हेर्न मिलेको छैन। मिलाएर टकटुक गरेर हेर्नु होला। ठ्याक्कै तल बजार छ गाइज, माथिपट्टि हाम्रो उ भयो, ठ्याक्कै तल बजार छ। आँखामा किरो गयो चाहिँ ऊ। अझै यो तल हामी तल आइसक्यो, तर उहाँ माथि चाहिँ यस्तो दामी बजार देऊ थियो। अझै माथिबाट ट्याक्क कस्तो तल देखिन्छ क्या। अरू त तलबाट चाहिँ बाटो देखाइदिनु मैले होइन। रामदी पुल तरने बित्तिकै बाँचे भेट्ट मरे त यतिको। ओके गाइज, हामी चाहिँ अहिले ट्याक्क रामदी पुल आएर भिडियो गराउने कार्यक्रम चलिरहेको छ। यहाँ चाहिँ अर्को पारिपट्टि अर्को पुल बन्दैछ। यो साइडमा चाहिँ यो हाम्रो रामदी पुल, अनि पारिपट्टि त्यहाँ देख्न सक्छ हाम्रो सिद्धथान मन्दिर भन्छ होइन आमा त्यसलाई सिद्धथान मन्दिर भन्छ होइन? पारि सिद्धथान मन्दिर भयो। र यता चाहिँ त्यहाँ अर्को मन्दिर छ, यो तल नदी छ। टक्क बिचार बसिरहेको हामी कुरेर बसिरहेको मान्छेलाई हामी जे होस् रमाइलो छ। लो कालीगण्डकी टक्क पारमा त यो लास्टै गहिरो होला है भाइ? कति गहिरो होला यहाँ छ? यस्तो नि ओके गाइज, भिडियो लास्टै लामो आजलाई यति गरौँ होइन। नेक्स्ट भिडियो आउँछ यसैको पार्ट 2।